चुना बेसी हो नि कुकुर त दामी रहेछ यो त्यत्रो तातोमा गरेर नि है कता भुटोको भाडा त भेटेछ क्या भेट्यो होला नि बन के कारण त्यही हो त्यो दुलो ठिकान त गएन नि हजुर टाउको दुख्यो भनेर यसो लडेको कुकुरले भनेको कहाँ त्यो खसी मात्रै काटेको यो ठाडो पर्यो नि हजुर भक्कु खाएर अन्त फेरि यता चिया पनि खायो होला त्यहाँबाट त्यो लाइटमा झादा नाच्दा त अन्त रिङ्गटा लागेर मरण भयो है कहाँ रे दुईजना भयो त साँच्चै कहाँनिर त्यो माताजीहरू हुनुहुन्थ्यो नि पहिला हजुर मेरो सम्झिने हो नि त त्यही माथि गएर यो काठको डक्टर आएछ नि काठको अर्को भए त हुन्छ नि ल्याउनु न कुकुर के छ होला हौ दादा कहिले आउँछ अरे उयो सकेर त होला नि होइन चिज हुन्छ है रोबे नि बेस आउनु मन लागिबस्छ त काट्छ अल्छे नै यही सधैँ त काटिरहेको गाडी अहिले मिठो हुँदैन रहेछ त के चाहिँ नानी बट्टा जाने दामी हुन्छ नि कुरकुर मलाई त यसो पनि के डिग्निक लाग्छ हौ होइन साह्रै मिठो हुन्छ रहेछ यो कुरकुरको हुन्छ नि म त बस्छु खाने पनि नभएर हौ टेस्ट गरेको छैन कि टेस्ट गरेपछि आन्द्रा भन्दा मिठो हुँदो रहेछ रहेछ काठ लाग्यो त त्यसले काठ लाग्यो त बनाउनु पर्यो भनेको इन्जेक्सन गरेर हुन्छ आजकल फेसबुकमा जङ्गलकै माछा मात्रै भाग लगाएर देख्छ चिया पिउनुहुन्छ पिउँ त्यो चाहिँ बरु होला खाजा त कहाँ खाइबस्नु अहिले एकै घाममा चटचट पार्छ नि यत्रो यत्रो पिस अरूहरू बोसो निकालेर क्या पिसहरू काटेर खुट्टा राखेर राख्दैन हौ खुट्टा के गर्छौ टाटा अरे खुकुरी उतार्नु पर्यो अहिले समय पर्छ पत्तेलु छ 7 महिना भयो गरिन होला यता काटेर गोलको देना का एक भाग निकाल्नु भयो निकालेको छैन
निकाल्छु 10 केजी जस्तो हो त्यो निकाल्छु नि यहाँ जग्गा आइपुगेको छैन जग्गा आइपुगेको छैन नि त यस्तो दुःख गरेर पालेको होइन है खाइदियो यहाँदेखि सुरु गरौँ म खाँदिनँ उयो दिन गौतम दा खाने उयोले खान्छ खान्छ होला जाउँ मासु चाहिँ केटाकेटी हो पुगेन 15 पिस पुग्यो भने खाऊ पुगेन भने पुगेन 15 पिस के गर्दा सबैलाई आधी केजी डिमान्ड गर्छ नै भनेर मैले छेउमा आएको भाइ के भाइ पुरी त अर्को आउँदैछ ड्युटी म हिजो खाना लाउँछ भन्छ खाना लाउँछ भन्छ भनेको मात्रै नि हो सबको कराउनु एउटा भनाइ नि खाएको जतिलाई त म त पुऱ्याएरै दिन्छु सबै हालिहालेँ भाइ कहिले अहिले 2:30 त आएपछि अब पाउनु त्यो बाइकमा करायो भने नि त्यो गरेर ड्रप लाग्नु हुँदैन हामीलाई त्यति चाहिँ राम्रो छ पलटके जवाब दियो भने मलाई हुन्छ म ढिलो भन्दा मेरो पनि काम गर्छु भाइ पनि लिएर आयो क्या मैले फोन गर्दैको थिएँ नानीको नानीको माया गरेर पढाइ विषयमा कम्प्रोमाइज चाहिँ छैन बर्काउनु त्यति निकालेर बङ्गै 15-20 केजी जस्तो त्यति गर्नु अनि हेर्छु नि यता नि हेर्दैछ गर्दा रहेछ छैन पुग्दैन भने सबै छैन उसको बहिनी चुला सबै बोकेर आयो त उयो यहाँ सब पछि भाँचिन्छ बिस्तारै गरेर यतै जान्छ छैन गुरु अस्ति घोप्टिसक्यो है ए लु छैन हौ छैन फेरि अब थिएछ नि घटेको जग्गाबाट गएन नि त रोयाली लान्छ त्यसले कर्जेमा पुग्दैन भन्दैछु यति छ यही नै थिएन रक्ती नै थिएन कहाँ छ उता लाग्यो यहाँ पुरै राखेको लगेर गएर लगाइहाल्छ अहिले यो घरमा टुटाएको एउटा भाइलाई अरे हो कहाँको हाइफाइको मान्छेहरू हामी कहाँको अब प्लास्टिक छैन है ल यो त यो अगाडिको कि पछाडिको खुट्टा दाजु यो अगाडिको पछाडिको त सबै गाइसकेछ नि अलिक फलमासु सरीको राख्नु पर्थ्यो भाइले खान्छ भन्दै थियो भाइ नि आएको छ रेमन आउँछ आज आउँछ आउँदैछ आइपुग्नु पो अब अहिले 8:30 फिर्ता आएपछि भन्नु त्यस्तो लोभिँदैन हौ तर तिनीहरू बाहिर बस्ने खाइरहेको सबै छ बखरा खानु हुन्थेन सुँगुर काँडा त बेचे हो बडा भन्थ्यो भयो अब भयो ल भन्नु भयो के भयो भाँडा हालेर फेरि कुदाउँथ्यो एक वजन गरेर मासु सक्यो त भन्नु थाल्यो कस्तो गर्दा बाउलाई हेर्दैन बसी खाँदाखेरि राम्रा बिसेक भने उयो हुँदैन नि त माथि अब किला पारेर झुन्ड्याउने एउटै लगाउनु लाम जस्तो कति सम्झाहरू त आएन जहिले त आएको छैन आज मासु त सबै टुक्रा सक्यो त सल्लाह के राख्नु घरमा राख्दै राखिहाल्नु नि त्यही त भनेको कत्रो यत्रो खुट्टा भाइलाई सक्यो नि रुमा छ त ड्युटी गरेपछि क्या त
साला त त्यो बाइक ल्याउ त दे त मर्यो भुक पनि भाइ पनि यस्तो फलमा बोला बोलाउनु पर्छ नि त एकछिन कति बेला जाने? उठे मालेर खाने चाहिँ पुरा छ माछ पाल्ने चाहिँ छैन यहाँ भैँसी पाल्छ कसले बोल्दो रहेछ राम्रो नेपालमा छेत्री पाउनुले के भन्छ नछुनु भनेको छ अरे खानु भनेको छैन अरे नछुइकन अलग अलग खान्छ अरे पराहरू अन्त त्यस्तो बाटोहरू कति फेसबुकमा दिँदा नि त यो पुरा सुध्रेको छ अहिले सुध्रेको छ होइन तिनकै हेरिङ भएन नि त सन्ते आएर 2 बेला पकाएर बडा यो पनि टक्कै पारिदिनु ए पुरा कुकुरलाई अझ मैले पार्कलाई झन् त दिइहालेँ त्यससँग एउटा दिनै पर्छ नि मैले कुकुर मार अन्त लैजा हामीलाई त फाल्टो नपाउनु नि अर्काको मासु थोरै छैन लोग्दैन फेरि पाउन आउने मात्रै छ अरे कहाँ रिस गर्छ नि सबैको त्यही हो पाउन आउने भाग लगाए चाहिँ दामी भयो म चाहिँ मिलाउनु भाइ यो कताको यो मासु यताको थियो 2 4 6 8 10 भाग त लगाइरहेको छ कति ल्याउनु भन्छ एक भाग खाइदिनुहोस् न यो लङ्गो छ नि भागमा मोरा भोटोहरू नखिच है यस्तो बिहान बिहारै कसले खिच भन्न चाउँदै खिच्दै नखिच्नु है ल्या त्यो पनि उयो छ हो बडा छड्के सलामहरू छ नगर्नु न त्यस्तो दुःख परिरहेको छ पेनालाई माथि गरिदिनु